परमेश्वरलाई सर्वप्रथम धन्यवाद भएको होस् र साथै वचन दिनुहुने आफ्नो प्रिय छोरीलाई परमेश्वरले धेरै आशिष दिएको होस् र म अहिले पनि भन्न चाहन्छु है, परमेश्वरको वचन पवित्र छ अनि म परमेश्वरको वचनलाई बोल्ने योग्यको छुइनँ। अनि किन भन्दै गर्दाखेरि उहाँ महान हुनुहुन्छ अनि हामी कतिचोटि शरीरमा भएको कारणले गर्दा हामी सुखी पठाउँछौँ, हामी परमेश्वरदेखि टाढा भई पठाउँछौँ। तरै पनि यस समय परमेश्वरले दिनुभएको केही प्रकाशहरू म तपाईँहरूको अगाडि राख्न लागिरहेको छु। अनि वचनको टपिक चाहिँ छ कि परमेश्वरले किन तपाईँ अनि मलाई यति धेरै प्रेम गर्नुभयो। र अर्को कुरा रहेको छ कि हामीले पनि परमेश्वरलाई प्रेम गर्छौँ त भन्ने विषयमा है। अनि जब पनि म यी कुराहरूमा घोडिरहेको थिएँ, 2 दिन भइसकेको थियो मैले वचनको अगुवाई भएको थिएन मेरो जीवनमा, म के गर्नु भनेर मैले आफूले आफै सोचिरहेको थिएँ। तर जब परमेश्वर मसँग बोल्नुभयो त्यो समय मैले निहाल्दै गर्दाखेरि चाहिँ परमेश्वरले किन हामीलाई प्रेम गर्नुभएको। मानिसले गल्ती गर्यो, मान्छे आफ्नो इच्छामा आफ्नो डिसिजनमा गलत निर्णयहरू लियो, तर पनि किन परमेश्वरले हामीलाई प्रेम गर्नुभयो भनेर प्रश्न गरिरहेको थियो प्रभुसँग। अनि प्रभुले प्रश्नको प्रत्युत्तर के दिनुभयो भन्दै गर्दा तपाईँहरूले मसँग खोल्न सक्नुहुन्छ। उत्पत्ति 2को 7देखि 9सम्म हामी हेर्छौँ भने यहाँनिर यसरी लेखिएको छ। म तपाईँहरूको अगाडि पढ्न लागिरहेको छु। अनि परमप्रभु परमेश्वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो अनि तिनको नाकमा पालोहरूमा जीवनको साहस पोखिदिनु भयो र मानिस जिउँदो प्राणी बने। अनि परमप्रभु परमेश्वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनु भयो र आफूले रच्नु भएको मानिसलाई त्यहाँ राख्नुभयो। यहाँनिर हामी के कुरालाई भेट्टाउँछौँ, आफूले रच्नु भएको मानिसलाई त्यहाँ राख्नुभयो। अनि परमप्रभु परमेश्वरले जमिनबाट हर प्रकारको रुख उम्राउनु भयो जो हेर्नमा मनोहर र भोजनका निम्ति असल थियो। अनि बगैँचाको बीचमा उहाँले जीवनको रुख साथै असल र खराबको ज्ञानको रुख पनि उम्राउनु भयो भनेर भन्नुभएको छ। र परमेश्वरले आज किन प्रेम गर्नुभयो भनेर भन्दै गर्दाखेरि आज हामी सबैजनालाई थाहा भएको कुरा है, परमेश्वरले किन प्रेम गर्नुभयो भन्दै गर्दाखेरि परमेश्वरले आफूले गरेको सृष्टि, आफूले गरेको क्रिएसन भएको कारणले गर्दा तपाईँ अनि मलाई प्रेम गर्नुभयो। अनि परमेश्वरले प्रेम गर्नु हुँदै गर्दाखेरि कुनै पनि कन्डिसन राख्नु भएन। परमेश्वरले आज त्यो समय पनि मानिसहरूलाई आफ्नो इच्छामा छोडिदिनु भयो। जस्तो प्रकारले आजको दिनमा हामी भेट्टाउँछौँ है, हामी परमेश्वरसँग हिँड्छौँ, हामी परमेश्वरलाई आराधना गर्छौँ, हामी उहाँमा प्रार्थना गर्छौँ। जस्तो प्रकारले विगतको दिनमा परमेश्वरले आज चाहनु भएको भए आज त्यहाँनिर जीवनको रूप मात्रै पनि राखिदिन सक्नुहुन्थ्यो। त्यहाँनिर खराब कुरालाई आज उहाँले त्यहाँनिर त्यो बिउ छर्ने त्यहाँ जरुरत नै पर्थेन। तर परमेश्वरले मानिसलाई आफ्नो निर्णयमा छोडिदिनु भएको हामी भेट्टाउँछौँ है। किन भन्दै गर्दाखेरि परमेश्वरले कहिले पनि मानव जातिलाई आफ्नो त्यो बन्धनमा राख्न चाहनु भएन है, आफ्नो बन्धनमा राख्न चाहनु भएन। त्यसै कारणले गर्दा मानिसले गलत निर्णय लिएको हामी भेट्टाउँछौँ। जब आदम अनि हव्वाले गलत निर्णय लियो त्यो समयमा परमेश्वरले आज धेरै हृदय देखाउनु भएको हामी त्यहाँ वचनमा भेट्टाउँछौँ है। अब मैले किन यो कुरा तपाईँहरूलाई भनिरहेको छु भन्दै गर्दाखेरि अझै म तपाईँहरूलाई भन्नेछु है कि जब पनि परमेश्वरले आज मानिसले गल्ती गरेको देख्यो त्यो समयमा परमेश्वरले त्यस ठाउँबाट मानिसलाई आफ्नो इच्छामा छोडिदिनु भयो। तर मानिसलाई छोड्दै गर्दाखेरि पनि नि आदम अनि हव्वाले परमेश्वरलाई बिर्सेको छैन। आदम अनि हव्वाले कहिले पनि परमेश्वरलाई बिर्सेको छैन, उहाँलाई भेट चढाउने काम गर्थ्यो है। तरै पनि परमेश्वर उहाँहरूसँग हुनुहुन्थ्यो। हामी यहाँनिर यूहन्ना 3को 16 पदमा पनि हेर्छौँ भने त्यहाँनिर भनेको छ है, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफूले जन्माएको पुत्रलाई संसारको निम्ति दिइहाल्नुभयो। सबै पढिदिनुहोस् न, यूहन्ना 3को 16। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँलाई विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले नि आज तपाईँ मलाई
प्रेम गर्नुभएको खातिर उहाँले आफ्नो पुत्र पनि दिनुभएको हामी भेट्टाउँछौँ है। यो सबै कुरा हामीलाई थाहा छ, तर अब आउने कुरा चाहिँ म तपाईँहरूलाई भन्न लागिरहेको छु। परमेश्वरले आज तपाईँ अनि मलाई प्रशस्तै प्रेम दिनुभएको हामी भेट्टाउँछौँ। बाइबलमा हेर्छौँ भने हाम्रो जीवनमा उहाँले कति बेसी हामीलाई आज त्यो कुमार्गहरूतर्फ जाँदै गर्दाखेरि पनि त्यो ठाउँबाट हामीलाई निकालेर असल मार्गमा हिँडाउनको लागि उहाँले हामीलाई बचाउनु भएको हामी भेट्टाउँछौँ। तर प्रश्न यहाँ आउँछ कि मेरो प्रिय, के आज हामीले पनि परमेश्वरलाई त्यत्तिकै प्रेम गरेको छौँ त? हजुर, परमेश्वरले हामीबाट नि कुनै धन सम्पत्तिको कुरा चाहनुहुन्न क्या त? हामीबाट नि आज यसले प्रशस्तै कुरा मलाई दियोस् भनेर चाहनुहुन्न, तर उहाँले हामीबाट एउटै कुरा चाहनुहुँदो रहेछ कि उहाँले हामीबाट चाहनुभएको कुरा हामीले पनि उहाँलाई प्रेम गरेको चाहनुहुन्छ। हामी अनि यो बेलुकी प्रश्न मलाई आइरहेको थियो कि मैले आफ्नो जीवनमा मैले आफूले आफूलाई हेर्दै थिएँ कि म कतिको परमेश्वरलाई प्रेम गर्छु। मैले 1% पनि भेट्टाउन सकिनँ कि मैले परमेश्वरलाई प्रेम गर्छु भन्ने। किन थाहा छ तपाईँहरूलाई? किनभने नि हामी क्रिस्चियन्स त हो, हामी प्रभुलाई आराधना गर्छौँ, हामी प्रभुको प्रशंसा गर्छौँ, हामी प्रभुमा प्रार्थना पनि गर्छौँ, तर नि आज हामी उहाँको कमान्डमेन्टलाई फलो गर्न सक्दैनौँ। परमेश्वरको वचनले भन्छ, यूहन्ना 14:15 भन्छ, तिनीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पनि पालन गर भन्नुभएको छ। के भन्नुभएको रहेछ? आज्ञाहरू पनि पालन गर भन्नुभएको छ। अनि उहाँको आज्ञा चाहिँ के रहेको छ भन्दै गर्दाखेरि चाहिँ आज हाम्रो सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण समझले अनि शक्तिले उहाँलाई प्रेम गर्नु हामीले उहाँले चाहिँ चाहनुहुन्छ, हामीले गरेको उहाँले चाहना गर्नुहुन्छ। हामी मत्ती 22:37 पनि भेट्टाउँछौँ अनि मर्कुस 12:30 पनि भेट्टाउँछौँ। तर आज मेरो प्रिय हो, आज हामी कतिचोटि नि स्वार्थ भइपठाउँछौँ। किन भन्दै गर्दाखेरि हामी प्रभुलाई भन्छौँ, प्रभु म तपाईँलाई प्रेम गर्छु भन्छ, तर हाम्रो आफ्नो निर्णयमा, आफ्नो विचारमा, आफ्नो डिसिजन्समा हामी दौडिरहेको छौँ। मेरो प्रिय, हामी केही क्षण ठक्कै अडेर सोचौँ त यस समय, के हामी साँच्चै नै परमेश्वरलाई प्रेम गर्छौँ त? आफूले आफूलाई सोधौँ यस समय है। हामी दाहिनेपट्टि देब्रेपट्टि उसले त प्रेम गर्छ क्यों भनेर होइन, तर हामी आफूले आफूलाई सोध्ने समयहरू आएको छ यो समय। किनभने अन्तको दिनहरू धेरै नजिक आएको छ। उहाँले एउटै कुरा चाहनुहुन्छ, उहाँले प्रेम गर्नुभएको उद्देश्य के हो याद छ? तपाईँ अनि म त्यो नाशतर्फ नगएको होस् भनेर, तपाईँ अनि म त्यो जीवनको मार्गमा हिँड्न सकेको होस् भनेर उहाँले चाहना गर्नुहुन्छ क्या। अनि म धेरै आज मैले हृदय दुखाइरहेको थिएँ कि साँच्चै नै प्रभु मैले तपाईँलाई प्रेम गर्न सकेको थिएन रहेछ, मैले तपाईँलाई खोज्न सकेको थिएन रहेछ। मैले मेरो परिस्थिति आउँदाखेरि मात्रै प्रभु भनेर पुकारी पठाएँ, मलाई पर्दा मात्रै प्रभु भनेर मैले पुकारी पठाएँ। आज सिस्टम अनि फर्मालिटीमा मात्रै मैले तपाईँको सेवकाई गर्न खोजेँ, तर म होइन, कोही पनि होइन। म जबसम्म नि परमेश्वरमा हामी हुँदैनौँ नि तबसम्म तपाईँ म केही पनि छैन रहेछ मेरो प्रिय। अनि यो समयमा चाहिँ परमेश्वरले मलाई एउटै कुरा भनिराख्नु भएको थियो कि उहाँसँग जोडिन जरुरी छ। समस्याको कुराहरूलाई पर सारेर, रोगको कुराहरूलाई पर सारेर, प्रब्लम्सको कुराहरूलाई पर सारेर जब पनि हामी प्रभुसँग जोडिन्छौँ नि परमेश्वरले ती सबै कुराहरू हाम्रो जीवनबाट हटाउनुहुन्छ। आमेन। आज प्रभुले आज बारम्बार आफ्नो चेलाहरूलाई भन्नुभयो है, यूहन्ना 14 हामी जब हेर्छौँ भने मोमा रहो भनेर त्यहाँनिर 11 टाइम्स समथिङ भन्नुभएको छ प्रभुले। प्रभुले किन भन्नुभयो भन्दाखेरि नि आज जब पनि हामी उहाँमा रहन सिक्छौँ नि हाम्रो जीवनबाट त्यो शक्तिको कुराहरू बग्दै गरेको हुन्छ। आमेन। तर हामी उहाँमा रहँदैनौँ भने नि हामी चाहिँ एउटा खाली भाँडा जस्तै हो मेरो प्रिय। जब हामी प्रभुसँग रहन छोड्छौँ नि त्यतिखेर नि अन्धकारको कुराले हाम्रो जीवनमा प्रयोग गर्न थाल्छ। अनि चोइस चाहिँ हाम्रोमा छ कि हामीले कुन चाहिँ कुरालाई पक्रेको छौँ। यो होइन कि सेवाकाई गर्नु मात्रै प्रभुसँग रहनु होइन, आराधना गर्नु मात्रै प्रभुसँग रहनु होइन, प्रार्थना गर्नु मात्रै प्रभुसँग रहनु होइन, तर हरेक टाइम प्रभुसँग हिँड्नु चाहिँ आज प्रभुसँग रहनु है। कि यदि हामी परमेश्वरमा रहन्छौँ भने यो बेलुकी हामी भनौँ कि आज हाम्रो जीवनमा हामी आफूले आफूलाई निकालेर हेरौँ कि हामी कुन ठाउँमा अल्झेको छौँ, अनि प्रभुलाई भनौँ हाम्रो निर्णयहरूलाई फर्काउँ अनि प्रभुसँग रहन सिकाउँ। किनभने जब पनि हामी परमेश्वरसँग रहन सिक्छौँ भने नि परमेश्वरले हाम्रो जीवनमा आश्चर्य कामहरूलाई राख्नुभएको छ। आमेन। आजको दिनमा म जान्दिनँ तपाईँहरू कतिजना
आज एक्लोपनबाट भएर गइराख्नु भएको छ होला। कतिजना आज बाहिरबाट मात्रै खुसी भइराख्नु भएको छ होला, भित्रबाट त्यो हृदय दुखाइ कसैले पनि देख्न सकेको छैन होला। घरिघरि लाग्छ होला तपाईँहरूलाई पनि कि मलाई कसैले बुझ्दैन भन्ने पनि लाग्छ होला। तर म तपाईँहरूलाई एउटा कुरा भनिदिउँ, मान्छेले नबुझे पनि नि परमप्रभुले तपाईँले मलाई बुझ्नुहुन्छ। आमेन। परमप्रभुले तपाईँले मेरो फिक्रीलाई जान्नुहुन्छ। आमेन। परमप्रभुले हाम्रो रोगलाई देख्नु भएको छ। आमेन। अनि ती सबै कुरालाई हटाउने शक्ति चाहिँ परमेश्वरकोमा छ। यदि हामी उहाँसँग जोडिन्छौँ भने नि त्यो शक्ति चाहिँ हाम्रो जीवनबाट उहाँले बगाउन चाहनुहुँदैछ। अनि हामी चाहिँ जोडिन जरुरी छ। हाम्रो सम्पूर्ण हृदयले हामी परमेश्वरलाई प्रेम गर्न जरुरी छ। हाम्रो सम्पूर्ण समझले, सम्पूर्ण शक्तिले, सम्पूर्ण प्राणले हामी उहाँलाई प्रेम गर्न सक्नु जरुरी छ। केही क्षण सोच्नुहोस् त, विगतको त्यो समयलाई जब पनि तपाईँहरू क्रिस्चियन हुनुभएका थियो, सुरुवातिक जर्नी कस्तो थियो तपाईँहरूको? हरेक समय प्रभुसँग जोडिनुहुन्थ्यो होला, हरेक समय प्रभुसँग बात गर्नुहुन्थ्यो होला। प्रभु तपाईँ कहाँ हुनुहुन्छ भन्दै त्यसरी प्रश्न गर्नुहुन्थ्यो होला है। मानिसहरूले भन्थ्यो होला त्यो त पक्ला भयो क्या भनेर पनि भन्थ्यो। बेला बेला आफ्नै विचारले भन्थ्यो, तँ त एक्लै बोल्दैछस् त पनि भन्थ्यो। तर त्यतिखेर तपाईँहरूलाई थाहा थियो क्या त कि परमेश्वरसँग म बात गरिरहेको छु भनेर। अनि रेभलेसनको पुस्तकमा भन्छ तिमीहरूले त्यो पहिलो प्रेमलाई गुमाएको छौ। अनि म यही भन्न चाहन्छु मेरो प्रिय, परमेश्वरले तपाईँ अनि मलाई त्यो हजारौँ लाखौँको बिचबाट निकाल्नु भएको उद्देश्य पनि त्यो प्रेममा जोडिनका लागि हो। उहाँसँग रहनका लागि उहाँले त्यो ठाउँबाट निकाल्नुभयो। अनि यस समय आज यो बेलुकी तपाईँहरू सबैजनालाई थाहा छ प्रेमको बारेमा है। तर म यही उत्साह गर्न चाहन्छु कि हामीले एकपल्ट यो समयमा आफूले आफूलाई निहाल्न जरुरी छ कि म कुन कुरासँग जोडिएको छु। संसारको कुरासँग जोडिएको छु कि आफ्नो परिस्थितिसँग जोडिरहेको छु कि आफ्नो प्रब्लम्सहरूसँग जोडिरहेको छु कि आफ्नो जीवनमा नमिलेको त्यो भागहरूसँग जोडिरहेको छु कि वा त त्योभन्दा सबैभन्दा बढी कुरा परमेश्वरसँग जोडिएको छु। ती कुराहरूलाई चाहिँ हामीले याद गर्न जरुरी छ। अनि म तपाईँहरूलाई उत्साह गर्न चाहन्छु, म पनि र साथै तपाईँहरू पनि हामी ख्रिस्टसँग जोड्यौँ, हामी ख्रिस्टलाई प्रेम गरौँ, त्यो पहिलो प्रेममा फेरि पनि फर्कौँ। अनि जस्तो प्रकारले हामीले विगतमा परमेश्वरलाई आज त्यो हृदयको चित्कार अनुसार आज हामी हरेक समय खोज्ने गर्थ्यौँ, त्यसरी नै हामी परमेश्वरलाई खोज्ने काम गरौँ है। अनि आज मलाई मन दुखिरहेको थियो कुन भर्स पढ्दै गर्दाखेरि भन्दाखेरि जब पनि मैले उत्पत्ति 3को 9 देखि 11सम्म हेरिरहेको थिएँ, त्यहाँनिर आज मानिसले गल्ती गर्दै गर्दाखेरि आदम लुकेको हामी भेट्टाउँछौँ है परमेश्वरदेखि। त्यहाँनिर परमेश्वरले नि आज हृदयको त्यो चित्कार अनुसार आदमलाई बोलाएको जब पनि मैले थाहा गरिरहेको थिएँ, त्यतिखेर मेरो मन दुखिरहेको थियो क्या। किन भन्दै गर्दाखेरि नि आज हामी हरेकले केही न केही कुरा आफ्नो जीवनमा गुमाएको छौँ है। संसारमा शरीरमा हुँदै गर्दा केही न केही कुरालाई हामीले गुमाएको छौँ। जब पनि हामीले त्यो कुराहरूलाई गुमाउँछौँ नि, तपाईँहरू रोनु भएको छ होला, हृदय दुखेको छ होला तपाईँहरूको पनि है। त्यसरी नै परमेश्वरले आफूले बनाउनु भएको सृष्टि जब पनि हातबाट गुमाउनु भयो नि, त्यो समयमा परमेश्वरले त्यो हृदयको चित्कार अनुसार बोलाउनु भएको त्यो आवाजलाई जब पनि थाहा गर्दै थिएँ, मेरो मन भाँचेर आइरहेको थियो कि आदम तिमी कहाँ छौ भनेर, वेयर आर यु भनेर उहाँले बोलाइराख्नु भएको थियो नि। आदमले के भन्छ भन्दाखेरि प्रभु मैले बगैँचामा तपाईँको स्वर सुनेँ अनि म डराएँ अनि म लुकेँ भनेर भन्नुभएको छ क्या। आज परमेश्वरले आज त्यो हृदयको चित्कार अनुसार जब पनि आदमलाई बोलाउनु भयो नि, आदमलाई खोज्नु भयो नि, त्यसरी नै आजको दिनमा तपाईँ मलाई पनि खोजिराख्नु भएको छ मेरो प्रिय। हामी कहाँ छौँ? हामीलाई परमेश्वरले हरेक दान वरदान दिनुभएको छ, डरलाग्दो बोल्ने वरदान दिनुभएको छ है, डरलाग्दो प्रार्थना गर्ने वरदान दिनुभएको छ, हाम्रो जीवनबाट अभिषेक बग्ने वरदानहरू दिनुभएको छ है। तर त्यो वरदानहरूभन्दा बढ्ता कुरा, अगमबानीहरूभन्दा बढ्ता कुरा चाहिँ नि प्रेम हो। यदि हामी प्रेममा छैनौँ भने नि त्यहाँ केही पनि छैन, त्यो केवल एउटा झ्याली र झ्याम्टा मात्रै हो भनेर बाइबलले भन्दछ कोरिन्थीको पुस्तक। त हामी जोडिनु पर्ने भाग चाहिँ परमेश्वरसँग हो मेरो प्रिय। त्यसै कारणले गर्दाखेरि आज त्यो आवाजलाई सम्झ्यौँ। परमेश्वरले जसरी आदमलाई बोलाउनु भएको थियो हृदयको चित्कार अनुसार तपाईँ नि मलाई, तपाईँ नि मेरो परिवारलाई, हाम्रो एक एकजनाको जीवनलाई परमेश्वरले बोलाउनुहुन्छ। यदि हामी कुनै ठाउँहरूमा लुकेको छौँ भने नि प्रभुलाई भनौँ यस समय, प्रभु म यहाँ लुकेको छु,
मलाई डर लाग्यो, म लुकी पठाएँ, प्रभु मलाई क्षमा गर्नुहोस्। प्रभुले दोस्याउनुहुन्न कि मान्छेहरू जस्तै दोस्याउनुहुन्न, तर प्रभुले क्षमा गर्नुहुन्छ, अँगाल्नुहुन्छ। आमेन। फेरि पनि नयाँ बनाउनुहुन्छ, नयाँ कुराहरूले भर्नुहुन्छ परमेश्वरले। तर तपाईँ अनि म ख्रिस्टसँग जोडिन जरुरी छ। आमेन।